सोधेको मैले तपाईँलाई केही हुनलाई केही नहुनाले सोधेको होइन तपाईँ किन भन्दाखेरि अन्तबाट मान्छे आइरहनुपर्छ अब किन भन्दाखेरि एक कहिले कहिले मात्रै एकचोटि मात्रै आउने मैले ठगेको के भयो भने के हुन्छ नराम्रो मेसेज भाइहरू भएपछि कहिले ठग्ने भन्नु होइन त्यो नराम्रो मेसेज हुन्छ अनि आउनलाई बस्नलाई समस्या हुन्छ होइन त्यही भएर सोधेको मैले ठिक छ एकदम कहिले काहीँ त नयाँ मान्छेले ठगिदिन्छ नि त होइन हो त्यही भएर तपाईँले सोधे नि ठिक हो कुनै बेलामा के हुन्छ भने एकै दिनमा मात्रै एकचोटि मान्छे आएको मान्छेलाई ठग्छ के बेसी केही सामान होस् अथवा खानेमा होस् अथवा सुत्नेमा होस् होइन त्यसमा अलिक ठग हुन्छ क्या बेसी लिन्छ बेसी लिनु भएन तर जो पनि आउनु पर्यो सबै नेपाली जनता हो होइन सबै नेपाली दाजुभाइ हो आफ्नो मेहनतको परिश्रमको फल लिनु पर्यो लिनु पर्यो त्यो बेसी भएन हुनु भएन है तर मैले त्यो त्यो माथि तल त्यो कृषिहरूको साथीहरू पनि आइरहेको थियो हामी माथि गइरहेको थियौँ खाना कस्तो छ के गर्यो तपाईँलाई चित्त बुझ्यो कि बुझेन भने चित्त एकदम बुझ्यो 500 रुपियाँ मात्रै लिँदो रहेछ सस्तो रहेछ भनेको उसलाई चित्त बुझेपछि रेलमा लिएपछि त सबैलाई चित्त बुझ्छ त्यो मर्क मार्नु भएन पैसा सिद्धमा आउँदैन तिनीहरूले पनि सिद्धमा दिनु सक्दैन त्यो ठाउँमा खरिद गरेर ल्याउनु पर्यो हो कि होइन त्यो सिद्धि नै पाउँदैन र के हुनु पऱ्यो सीमित हुनु पऱ्यो घुम्दाखेरि यो संसारमा मैले सानो घुमेर आएको छ त्यो घुम्दाखेरि कुनै ठाउँमा ठग्छ कुनै ठाउँमा ठिक्क हुन्छ कुनै ठाउँमा थाकिन्छ कुनै ठाउँमा आराम हुन्छ हो कि होइन फिल्ममा हिँड्दाखेरि अलिकति समस्या त हुन्छ हामी कति 8-9 महिनाको भयो घुमे एक ठाउँमा सुतेको तपाईँले कहाँ पुग्नु 8 महिनामा कहाँ पुग्नुभयो त हामीहरू त पूर्व पश्चिम खास उद्देश्य चाहिँ के हो यतिकै घुम्दै मात्रै केही छैन देश हेर्ने आफ्नो कस्तो आफ्नो देश अब